लगाइस फाइनली घरबाट चाहिँ निक्लिसकेको छु है त म। अब गोलीवडाको बेरमा कस्तो उम्रेछ हेर्न जाँदैछु। बाटो यस्तो हिलो छ, हिलो बाटोमा भयो नि प्याचक 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 पार्दै हिँडिरहेको छु। अब केही दिनपछि चाहिँ राम्रो हुनेवाला छ यो बाटो होइन। म अस्ति रोपेको आज 5 दिन भयो, बिरुवा कस्तो भएछ भनेर चाहिँ हेर्न जाँदैछु है त गाइस। ल है त, बाटो चाहिँ यस्तो हिलो छ, हिलो बाटो भए पनि खेतमा त जानु पर्यो गाइस। बिरुवाको हालचाल के रहेछ यसो बुझ्नु पर्यो गाइस होइन। ल हाम्रो गाउँको कुनै कुनै ठाउँमा चाहिँ रोपे पनि भइसकेको छ है गाइस। अरूको चाहिँ मकै पनि यत्रो भइसकेको छ, गोलवडा पनि त्यत्रो भइसकेको छ होइन। अब मेरो पनि केही समय ल फाइनली टणेलामा चाहिँ आइसकेको छु म गाइस। अब हेर्नुहोस् होला तपाईँहरू बिरुवा कस्तो भएछ। यो तल्लो खेत पनि हाम्रै हो, यो मकै रोपेको पनि हाम्रै हो। यहाँ पनि रोपाइँको लागि चाहिँ रेडी हुँदैछ है। बाले उहाँ लत्ताले माटो खिच्दै हुनुहुन्छ अनि हाम्रो बिरुवा चाहिँ यस्तो भइरहेछ है त गाइस। ल हेर्नुहोस् त के राम्रो सरेको बिउ चाहिँ राम्रोसँग उम्रिरहेछ है त गाइस। ल हेर्नुहोस् त यस्तो छ टणेला है त, न्यू टणेला। यति राम्रो चाहिँ भएको छ है। ल फाइनली चेक गरिसकेको छु, यति राम्रो चाहिँ उम्रिरहेको रहेछ होइन। अब मेहनत हल्का गरेपछि राम्रो हुन्छ है, राम्रै गर्ने बिरुवाले अहिले चाहिँ आश लाग्दो भएछ है। यस्तो छ है 11वटा टणेला हाम्रो चाहिँ गाइस। ल अब यो बिरुवा कतिसम्म जान्छ, कत्रो हुन्छ, कसरी सुन फल्छ म तपाईँहरूलाई देखाइरहेको छु है त। यो अपडेट फलो गर्नु होला सबैजना।